गाइज मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म मेरो किचन अन्त आज चाहिँ म तपाईहरुलाई कुखुराको खुट्टाको अचार बनाएर देखाउने छु र तपाईहरुले यसरी बनाएर खानुस्। यसलाई चाहिँ मैले मजाले दोकानबाट किनेर ल्याएर सफा गरेँ। सफा गरेर यो ठुलठुलै गरेको छु। नङ्ग्राहरु खाली काटिदिएको छु हो। नङ्ग्रा काटेर चाहिँ त्यसलाई टमाटर प्याज हर्दी मसलासँग म्यारिनेट गरेर चाहिँ अब यसलाई चाहिँ म पकाउने छु। अहिले पाकिसकेपछि फेरि देखाउँछु ल। अब म त्यसमा चाहिँ अब अलिक पिरै बनाउनु पर्यो, मिठो चटपटा। त्यही भएर चाहिँ खोर्सानी धोएर राखेको थिएँ। अब यो खोर्सानीलाई म यहाँ लगाउँछु। खोर्सानी लगाएपछि अब म यसलाई चाहिँ यसरी बसाउँछु हो। त्यहाँदेखि चाहिँ अब यसलाई चाहिँ मजाले चलाउँदै हल्का आँचमा चाहिँ पकाउँछु। हुन्छ ल। हेलो गाइस, स्वागत छ फेरि पनि। अब यी धारण गरेर बस्नु भएको थियो ल। यी बन्यो मेरो होइन कुखुराको खुट्टाको अचार रेडी भयो। मेरो यहाँ अचार रेडी भयो। अचार रेडी भयो। ल भर्खर प्रेसिडेन्टसँग कुरा भयो। भोलि 9 बजी चाहिँ सबैजना भएको जति सबैजना हिजो त हेर्छु। लु है कस्तो भयो? मिठो भयो? खुट्टाको अचार। मेरो खुट्टा होइन नि, कुखुरा खुट्टा। मिठो भयो? खाएको छैन। खै नुन तानेर लु खानु पऱ्यो नि त। खाएर भन्नु पऱ्यो। अब यत्रो मेहनतले बनाएँ। मिठो भएछ आलु न्युट्रेला चाहिँ। अन्त यो अचार अन्त उयो गर्नु पऱ्यो नि त, भन्नु पऱ्यो मिठो भयो भएन। अन्त पो मेरो युट्युब च्यानल मेरो माथि के भन्छ चिकनको अचार बर्छन कि लानु भन्दै हामीलाई जोइन्टीले बनाइदिनु हो।